कहिलेकाहीँ एक्लै गरिएका यात्राहरू झन् बढी रोचक र रमाइला हुने गर्छन्। यसले हामीलाई आफूलाई आफैसँग जोड्न र आत्मसाक्षात्कार गर्न मद्दत गर्छ, जहाँ हामी आफ्नो सबैभन्दा सुन्दर संस्करण बन्न सक्छौँ। आजको मेरो यात्रा सहरको उज्यालो अनि होहल्लाबाट धेरै टाढा प्रकृतिको न्यानो काखसम्मको यात्रा हो, जहाँ न कुनै सोसल मिडिया छ, न कुनै मान्छेहरू नै छन्, न त कुनै जजमेन्ट नै छ त केवल हरिया बोट बिरुवा, चिसो हावा अनि खोलाको अनवरत बग्दो सङ्गीत। मानौ कि बग्दै गरेको खोला केही भनिरहेको छ, हावाको स्पर्शले केही बोलिरहेको छ। यो यात्रा केवल फिजिकल यात्रा मात्र होइन, यो एक आत्मिक यात्रा हो। आज आफैसँग बिताएको समयले मलाई महसुस गरायो कि म ठिक छु, म थकित भए पनि बाँचिएको छैन। कहिलेकाहीँ आफैले आफूलाई अँगाल्न पनि अत्यन्तै जरुरी हुन्छ। यदि तपाईँ पनि थाक्नु भएको छ, कता कता हराएको महसुस गर्नुभएको छ भने एकपटक समय मिलाएर आफैले आफूलाई लिएर प्रकृतिको काखमा अवश्य जानुहोला।